हेलो नमस्ते तपाईहरु सबै सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अहिले चाहिँ म बोजूको घरमा छु नि त। अनि यहाँ चाहिँ धान काट्ने बेला भएको छ। अस्तिदेखि काट्ने भनेको पानी परेर काट्नु पाएको थिएनौँ। अनि अहिले चाहिँ 1-2 दिन भएको थियो घाम लागेको। अनि आज चाहिँ काटौँ न त भनेर भन्यौँ हैन। अनि ठिक्क पाहुनाहरू पनि आउनुभएको थियो क्या, देवादेमाहरू। अनि देवादेमाहरू पाहुनै भए पनि उहाँहरू पनि काट्ने भन्न थाल्नुभयो। अनि हाम्रो आजको बिहानको रुटिन चाहिँ बोजूको दुध दुहुनुबाट सुरु हुन्छ। अनि हाम्रो अलिअलि कामहरू थियो नि त, बेसार पनि सकेको थियो, बेसार कुट्यौँ हैन। अनि बेसार कुटेको देखेर हाम्रो सानो मान्छेलाई पनि चाहियो अरे हैन। अनि हामी सबै हाम्रो कामसाम सकेर चाहिँ अब लु धान काट्ने भनेर चाहिँ दिदीले चाहिँ हामी चाहिँ 4 नम्बरको सन्तानहरू एकैछिनमा काटिसक्छौँ भनेर भन्दै हुनुहुन्थ्यो क्या। अनि यहाँ चाहिँ सबैजना पालै पालो निस्किँदै देवा चाहिँ हामी 4 नम्बरको सन्तानहरू हो, यहाँ अब धान काट्ने, यहाँनिर छ्यामालाई सघाउने छिटो हुन्छ भन्दै पुरा इन्टरभ्यू लिएको जस्तै भन्दै हुनुहुन्थ्यो क्या। अनि हामीहरू सुरु गऱ्यौँ। यहाँ देमा चाहिँ फर्स्ट टाइम आउनु भएको थियो नि त। अनि देमाको हातबाट उद्घाटन गऱ्यौँ नि त। अनि धेरैजना भएर होला हामीलाई कति बेर पनि लागेन नि त। अनि गर्दै गर्दै हामी आधी पुग्यौँ हैन। एकछिन रेस्ट गऱ्यौँ। अनि बोजूले चाहिँ घाम छ एकछिनमा गरौँ खाना खाएर भन्दै थियो। हैन हैन गरिहाल्ने भनेर गरेको भरे गर्दा गर्दा सकि पनि हाल्यौँ क्या हामीहरूले। त्यही भएर भन्छ नि एक थुकी सुकी 100 थुकी नदी भन्छ नि। यो एकजनाले गर्नु परेको थियो भने कति टाइम लाग्थ्यो है। हामी धेरैजना थियौँ, हामीलाई 1 घन्टा पनि लागेन के। सबैजना सक्यो भन्दै खुसी हुँदै निस्किँदै हुन्छ। त्यसपछि हामी एकछिन रेस्ट गऱ्यौँ, रेस्ट गरेर खानासाना खायौँ। अनि त्यस्तै हो। अनि हाम्रो चाहिँ यो बोजूको बारी काट्दाखेरि सुरुको जुन स्टार्ट गरेको थियौँ नि त्यो ठाउँमा चाहिँ अलिकति हिलो थियो क्या। अनि त्यो चाहिँ कस्तो काट्नै सकिनँ। अनि त्यो चाहिँ भोलि काट्ने भनेर राख्यौँ नि त हामीले। धान काट्नु चाहिँ मलाई मनपर्छ नि त धान रोप्नु भन्दा। धान रोप्नु चाहिँ खासै आउँदैन पनि। अनि धान रोप्ने बेलामा म प्रायः भान्सामै हुन्छु के। अनि धान काट्ने बेलामा म पनि पस्छु। अनि यो दिन पनि पसेको कति छिटो सकिहाल्यौँ धेरैजना भएर। त्यस पछाडि फेरि हामीहरू खाना खाएर सबैजना आफ्नो कामतिर लाग्यौँ। कोही नुहाउने, कोही लुगा धुने हैन। अनि के गर्दा यता त्यतिकै दिन बितिहाल्छ हैन। अनि बेलुका भएपछि अब खानासाना पकायो खायो हैन। आजको दिन चाहिँ यस्तै भयो मेरो हैन। तपाईहरुलाई कस्तो लाग्यो अ डे इन माई लाइफ इन मावलीघर हैन। हुन्छ अब अर्को भिडियोमा भेटौँ है त, बाई।